हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ शनिबार, नुहाएर कपडा धोएर घाम ताप्दै बस्दै थिएँ। गाई बाख्राहरू धेरै कराएकोले म चाहिँ हँसिया बोकेर घाँस काट्नतर्फ लागेँ। के बिर्से जस्तो भइरहेथ्यो। यसो हातमा हेरेँ, नाम्लो बिर्सेछु। फर्केर गएर नाम्लो बोकेर फेरि म घाँस काट्नतर्फ लागेँ। आज चाहिँ मैले नुहाएको भएर होला, घाम पनि खासै लागेको थिएन। म चाहिँ घाँस झार्ने रुखमा पुगेँ र मोबाइल भुइँमा राखेर घाँसको रुखमा चढ्न थालेँ। रुख धेरै अप्ठ्यारो भएकोले बिस्तारै बल्ल बल्ल चढेँ र घाँस झार्न थालेँ। घाँस झार्दा झार्दै मोबाइल त घाँसको डालाले छोपिएको रहेछ। घाँसको डाला हटाएर मोबाइल भुइँमा राखेर घाँस सँगाल्न थालेँ। फाइनल्ली मैले घाँस सँगालेर भ्याएँ। अब घाँसलाई नाम्लोमा भारिहाल्न थालेँ। नाम्लोमा भारी हालेर बोक्न खोजेको बोक्नै सकिएन। फेरि अलि काल्लामा राखेर मिलाएर बोक्न थालेँ। बल्ल बल्ल बोकेँ र घरतर्फ लागेँ। घर पुग्न लागिसकेको थिएँ, सानो पाठा कराउँदै म भातिर आयो र अरू बाख्रा पनि मैले घाँस ल्याएको देखेर कराउन थाल्यो। आज के लिए फिलहाल इतना ही। बाई बाई साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला र साथै सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।